हास्य केटा थिए। आफ्नी आमा फुलमायासँग बस्थ्यो। फुलमाया गाउँकी सबैभन्दा मायालु आमा थिए, जसले हरेक रात गाउँको सानो गणेश मन्दिरमा दीप बालेर सानोलाई कथा सुनाउँथिन्। उनले सधैँ एउटा पुरानो कथा सुनाउँथिन्। हिमालको चुचुरोमा एउटा जादुमय तारा छ, जसले गाउँलाई समृद्धि र शान्ति दिन्छ। तर यो तारा हरेक 100 वर्षमा एक रात हराउँछ र त्यस रात गाउँमा अँध्यारो र सङ्कट आउँछ। एक रात गाउँमा अनौठो घटना भयो। आकाशको तारा हरायो र गाउँको बाली सुक्न थाल्यो। गाउँलेहरू डराए, भन्थे हिमालको तारा हरायो, अब अभिशापले गाउँ सखाव पार्छ। फुलमायाले सानोलाई बोलाएर भनिन्, सानो मेरो बच्चा, यो तारा हाम्रा पुर्खाले जोगाएका थिए, अब तैँले यो जिम्मा लिनुपर्छ। उनले आफ्नो पुरानो सारीबाट एउटा जादुमय माला निकालिन्, जुन चन्द्रमाको जस्तो चम्किन्थ्यो। यो मालाले तँलाई बाटो देखाउनेछ, उनले भनिन्। सानुले आमाको कुरा सुनेर हिमालतिर जाने निश्चय गर्यो। सानुले आफ्नो झोला तयार गर्यो, केही मकैको रोटी, पानी र आमाको चन्द्रमाला। उसले आफ्नो सबैभन्दा मिल्ने साथी हाल्फाकलाई सँगै लैजान माग्यो। हाल्फाक हाँसिलो तर डरपोक केटा थियो। उसले भन्यो, सानो, यो तारा खोज्नु पागलपन हो, हिमालमा भूतहरू बस्छन्। सानुले हाँस्दै भन्यो, हाल्फाक, मेरी आमाले मलाई कसैले रोक्न सक्दैन। मेरी आमाको मायाले मलाई कसैले रोक्न सक्दैन। हामीले गाउँलाई बचाउनु पर्छ। दुईजना हिमालको बाटो लागे। रातको चन्द्रमाले बाटो उज्यालो बनाइरहेको थियो। बाटोमा उनीहरू हिउँमा चम्किलो रेखा देखे, जस्तो ताराको टुक्रा होस्। सानो उत्साहित भयो, यो हिमालको ताराको बाटो हो। तर हाल्फाक डराउँदै भन्यो, सानो, यो कुनै जादु हो, फर्क्यौँ। सानुले उसलाई हँस्यायो र उनीहरू अघि बढे। रात गहिरिँदै गयो। उनीहरूले हिमालको चुचुरो नजिक एउटा प्राचीन गुफा भेटे, जसको भित्तामा ताराहरू र चन्द्रमाको चित्र कोरिएको थियो। गुफाको बिचमा एउटा खाली वेदी थियो, तर तारा थिएन। अचानक एउटा कालो छाया प्रकट भयो। यो हिमालको कालो जादुगर थियो, जसले तारालाई चोरेको थियो। उसको आँखा रातो चम्किरहेको थियो। हाल्फाक डरले लुक्न खोज्यो, तर सानोले साहस गरेर जादुगरलाई सम्बोधन गर्यो। सानोले सोध्यो, तैँले हिमालको तारा किन छोडिस्? यो गाउँको जीवन हो। जादुगरले ठुलो स्वरमा हाँस्यो, यो ताराले मलाई अमर बनाउँछ। तँ जस्ता सानो केटाले मलाई रोक्न सक्दैन। सानोले आमाको चन्द्रमाला बाहिर निकाल्यो। मालाले चम्किलो उज्यालो छोड्यो र जादुगर पछाडि हट्न थाल्यो। तर जादुगरले अन्तिम हमला गर्यो र सानोको हातबाट माला खोस्न खोज्यो। लडाइँको बिचमा सानोले आमालाई सम्झ्यो। उनले फुलमायाले रातमा मन्दिरमा दीप बालेर प्रार्थना गरेको सानोलाई मायाले अँगालो हालेर कथा सुनाएको र उनको न्यानो हात समातेको क्षण सम्झ्यो। सानोको आँखाबाट आँसु बग्न थाल्यो। उसले चन्द्रमालालाई कसिएर समात्यो र चिच्याएर भन्यो, मेरी आमाको मायाले तँलाई हराउनेछ।
यो तारा मेरो गाउँको हो र म यो फिर्ता लैजान्छु। सानोको आवाजमा आमाको माया शक्ति थियो। मालाको उज्यालोले गुफालाई उज्यालो बनायो र जादुगर चिच्याउँदै हरायो। सानोले गुफाको वेदीमा तारा फिर्ता राख्यो र ताराको उज्यालोले पुरै हिमाल चम्क्यो। हाल्फा जो लुकेर हेरिरहेको थियो, सानोको साहस र आमाको मायाले भावुक भयो। उसको आँखामा पनि रसायो र उसले सानोलाई अँगालो हाल्यो। गाउँ फर्किँदा सानोले आमालाई अँगालो हाल्यो। फुलमायाले आँसुले भरिएको आँखाले सानोलाई हेरिन् र भनिन्, सानो मेरो साहसी छोरा, तैँले गाउँलाई बचायो, तर यो तारा एउटा मात्र हो। हिमालमा अझ 2 तारा लुकेका छन् र ती तैँले फिर्ता ल्याउनु पर्छ। सानोले आमाको हात समातेर भन्यो, आमा, तिम्रो माला र मायाले मलाई कहिल्यै हराउन दिँदैन। चन्द्रमालामा नयाँ चमक कोरिएको थियो, जसले अर्को ताराको बाटो देखाइन्थ्यो। हाल्फा हाँस्दै भन्यो, सानो, अब म तँसँग डराउँदिन। हामीसँग सँगै तारा खोज्छौँ। साथीहरू के मन छुने र रोमाञ्चक नेपाली लोककथा थियो। सानोको साहस र फुलमायाको मायाले हिमालको तारा फर्कायो। तर यो कथाले तिनीहरूको आँखा रसायो होइन? बाँकी 2 ताराको रहस्य के होला? सानो र हाल्फाको ती ताराहरू फिर्ता ल्याउन सक्ला? यो कथाले तिनीहरूको मनमा कस्तो भावना जगायो? कमेन्टमा लेख्नुहोस् र यो आमाको मायाको कथाको अर्को भाग बनाउन हामीलाई प्रत्याशा गर्नुहोस् र यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, च्यानल सब्सक्राइब गर्नुहोस् र बेल आइकन थिचेर हाम्रा अर्को भावनात्मक र जादुमय कथाहरू नछुटाउनुहोस्। यो कथा तिम्रा साथीहरूसँग र सेयर गरेर आमाको मायाको जादु फैलाउँ है। आजको लागि यतिमै समाप्त गरेको छु।